अनि क्या साथीहरू, यो शुक्रबार क्या तपाईँहरूको कसको घरमा शुक्रबार चाहिँ अनिवार्य मासु पाक्छ। हाम्रो घरमा चाहिँ लगभग शुक्रबार चाहिँ एनी हाउ मासु पकाउ कार्यक्रम हुन्छ क्या। अनि हाम्रो घरमा मात्रै नभएर सायद यो गाउँभरि नै अनि यो के अरे इलाम जिल्लाको माई नगरपालिकाभरि नै सायद शुक्रबार चाहिँ मासु पाक्छ होला क्या साथीहरू। किनभने शुक्रबार चाहिँ हाम्रो महान चाड आए जत्तिकै स्थानीय बजार लाग्ने हुन्छ नि त। अनि प्राय मैले जानिकन मैले बिहे गरेर यो ठाउँमा आइकन चाहिँ शुक्रबार चाहिँ मासु नखाइकन बसेको दिन अथवा रात चाहिँ थाहा छैन क्या साथीहरू। मासु खानै पर्ने हुन्छ। तर आज भने चाहिँ गाउँमै कालो सुँगुरको मासु काटेको थियो, सुँगुर काटेको थियो। अनि 1 केजी सुँगुर ल्याएर चाहिँ मैले यसरी बनाएर बुढोलाई दिएको त बुढो त एकदमै मिठो मानेर खाइरहनु भएको थियो। अनि यो बुढोलाई खुसी पार्ने एउटा अवसर पनि रहेछ क्या साथीहरू, यस्तो परिकारहरू बनाएर चाहिँ। यति भएपछि मेरो बुढो खुसी, अनि बुढो खुसी भएपछि म पनि खुसी साथीहरू। आजलाई यति। थ्याङ्क यू फर वाचिङ।